बालेन्द्र शाह बालेन देशका प्रधानमन्त्री यति बेला यहाँ शपथ लिनको लागि संसदको शपथ लिन आउनु भएको छ। आज उहाँले संसदको शपथ लिनुहुन्छ। भोलि उहाँलाई भित्र जान पनि हामी परिराखेको छ। बालेन आउँदा यस्तो अब किन यो के यो कामको त पहिलोपल्ट यहाँले संसद भवनमा आमा अहिले सांसदको रूपमा प्रवेश गर्दै प्रतिनिधि सभामा रवि लामिछाने आइपुगे पछाडिको यो दृश्य हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले संसद भवनभित्र प्रवेश गरेका छन्। उनले मिडियालाई कुनै प्रतिक्रिया नदिकन अहिले संसद भवनभित्र प्रवेश गरिसकेका छन्। बालेन शाह शपथ ग्रहण गरेर फर्किँदैछन्। यहाँ मिडियाको प्रतिपक्षमै बस्नुहुन्छ कि सरकारलाई समर्थन गर्नुहुन्छ? यस्तो छ, हामी भन्दैछौँ त प्रतिपक्षमा रहन्छौँ र रचनात्मक सहयोग आलोचनात्मक समर्थन। जस्तो के भयो भने चाहिँ सरकारमा जान पनि तयार हुनुहुन्छ तपाईहरु? सरकारमा त हामी जाँदैनौँ। अनि के भयो भने चाहिँ जस्तो हुन्छ नि केही शर्तहरू मानिएको खण्डमा सरकारमा जाने भनेको त स्पष्ट बहुमत नहुँदाखेरि सरकारमा जाने हो अभ्यास होइन। अब स्पष्ट बहुमत झन्डै 2/3 नै छ उहाँहरूको। अनि त्यसमा चाहिँ नि उहाँहरूले फेरि अरू मान्छेले समेटिरहनुपर्छ भन्ने छैन। उहाँहरूलाई उहाँले 2/3 पुर्याउनका लागि हर्क साङमा पनि फकाइरहनु भएको छ नि त। क्लिन यस्तो छ, क्लिन बहुमत उहाँहरूले पाउनु भएको छ। अब एकलौटी सरकार उहाँहरूले गठन गरेर जानुपर्छ है। त्यो तपाईँलाई हिजोको चाहिँ अहिलेको कार्की आयोगको प्रतिवेदन कस्तो लाग्यो? मैले पढ्न चाहिँ भ्याएको छुइनँ। त्यहाँ थुप्रै कुराहरू आएछन् होइन। मैले यसो अब यो तपाईँहरूकै सहायताबाट भनौँ न क्लिप्सहरू आइरहेको हुन्छ। त्यो 1000 पेज समथिङको छ भन्ने छ होइन। द्याट टेक्स भेरी लङ टाइम। 907 चाहिँ 1000 होइन। त्यो प्रतिवेदनलाई त्यही गम्भीर रूपमा लिएर तपाईँको अलिकति तपाईँको ड्रेसको डिस्क्राइब गरिदिनु न अलिकति। यो ड्रेस म त खासमा यस्तो त हुँदिनँ। आज मलाई एकदम अड लागिरहेछ। सधैँमा इन्फर्मल टाइपले होइन, कपालमा भेटिने मान्छे। अब फेरि यहाँ त्यसरी आउँदा चाहिँ अलिक यो मर्यादा हुन्छ नि। लोकतन्त्र एउटा के अरे व्यवस्थापिकाको एउटा संसदको एउटा गरिमा त्यो कुरालाई अपमान गर्न पनि मैले सरकारले चाहिँ अब छानबिन गर्नुहुन्छ, अनुसन्धान गर्नुहुन्छ। जिम्मेवारी लिएको सरकारले सबै कुरा छानबिन मात्र होइन, यसलाई कार्यान्वयन गर्दै गर्दा मैले पुनः दोहोऱ्याएँ। यसलाई सङ्ख्यागत रूपमा भन्दाखेरि पनि सैद्धान्तिक रूपमा एउटा स्पष्ट एरिना। अब एक मात्रै स्वतन्त्र सांसद हो होइन, जनताले धेरै सपनाहरू देखेका छन्, त्यो पुरा होला? सपना देखेर मात्र हुन्न नि, काम गर्नुपर्छ। जनता पनि सुतेर बसेर हुन्न, जनताले पनि काम गर्नुपर्छ, नेताहरूले पनि काम गर्नुपर्छ, अनि मात्र देश बन्छ। जनताले चाहिँ नेताहरूको राम्रो काम गर्ने नेताहरूको खुट्टा तान्नुहुन्न है, सहयोग गर्नुपर्छ। अहिले आएका नेताहरू राम्रा छन् मानिज्यू? अब त्यो अहिले थाहा हुँदैन। तपाईँको भूमिका के हुन्छ संसदमा? 3 वर्षसम्म पर्खेर हेर्नु। तपाईँ चाहिँ म राम्रो छु भन्ने लाग्छ कि लाग्दैन? संसदमा मेरो भूमिका सांसदको हुन्छ। ल अरू त्यहाँभन्दा मान्यज्यू, भोलि प्रधानमन्त्रीले शपथ ग्रहण गर्दै हुनुहुन्छ। बालेन सरकारले गर्नुपर्ने 1, 2, 3 गरेर भन्दाखेरि के काम? भ्रष्टाचार हटाउने, सुशासन ल्याउने। ल अहिलेको प्रतिवेदन पहिलो काम
त्यसपछि गर्नुपर्ने काम हजारौँ शिक्षामा ठ्याक्कै के गर्नु पर्ला तपाईँ शिक्षामा राजनीतिकरण हटाउने अनि शैक्षिक वातावरण बनाउने मन्त्री हुँदाखेरि अगाडि बढाउनु भएको कानुन अब अगाडि बढ्ला त बढ्नै पर्छ नबढ्यो भने त म त हडताल गर्छु नि तपाईँको नाम फेरि शिक्षा मन्त्रीमा चाहिँ चर्चामा छ के हो आएन चर्चा मैले सुन्दिनँ अनि 2/3 पुर्याउनलाई 2 सिट कम छ रासोपालाई त्यसमा 1 सिट चाहिँ तपाईँले सहयोग गर्ने भन्ने एक सिट दिन्छ शिक्षा मन्त्री बन्नुहुन्छ तपाईँको समर्थन हुन्छ 1 सिट मजासँग भनेपछि तपाईँ पनि सत्ता पक्ष बस्नुहुन्छ पक्ष विपक्षमा म हुन्न म चाहिँ एउटा राजनीतिज्ञ होइन राजनीति गर्नलाई यहाँ सांसदमा आएको होइन सिंहदरबारभित्र माननीय हुन्छु सिंहदरबारभन्दा बाहिर चाहिँ म जनता हुन्छु मन्त्री हुने चाहना हो कि होइन यो सरकार मलाई त्यस्तो मन्त्री समर्थन छ नि अधुरो भएर आएको छ नि त त्यहाँ त्यसले त काम गर्ने त्यो अधुरो सपनालाई पुरा गर्न मन्त्री नै हुनुपर्छ भन्ने छैन नमन्त्री भए पनि काम हुन्छ तर मन्त्री दियो भने जिम्मेवारीबाट भाग्नु शिक्षा मन्त्रालयमा जे व्यक्ति दिएको भयो त्यसलाई अन्त्य गर्नलाई त तपाईँ फेरि त्यही मन्त्रालयमा फर्किन चाहनुहुन्छ नि त्यसलाई अन्त्य गर्नको लागि हो र त्यही अन्त्य गर्न सकेका उहिले नै अस्ति नै मन्त्री छँदाखेरि अन्त्य गर्न सकेका भए म चुनाव लड्ने थिइनँ उति बेला सकिएन अनि चुनाव नलडी नहुने भयो त्यो भएर म चुनाव लड्न गएको मैले ल्याउन खोजेको 3वटा अध्यादेश र शिक्षा के अरे नियमावली त्यो ल्याउन सकेको भए मैले ढुक्क भएर यहीँ मन्त्री खाएर बस्थेँ आज सिद्धिन्थ्यो होला होइन अब नयाँ रोल आयो त्यो कुन भाषामा शपथ लिन्छ नेपाली भाषामा लिने हो नि तपाईँले मातृभाषामा लिनु भने कति उनीहरूको इच्छा हो प्रतिबद्धता हामीले आम नेपाली नागरिक मतदाताहरूसँग गरेका छौँ ती प्रतिबद्धताहरू पुरा गर्छौँ र जवाब दिने ठाउँमा पनि हामी स्पष्ट जवाब दिन्छौँ धेरै धेरै धन्यवाद सम्मानीज्यू करिब द्वितीयको जनादेश दिएको छ राष्ट्रिय स्वतन्त्र पार्टीलाई मूलत राजनीति के को लागि गर्ने भन्दा राष्ट्र निर्माणको निम्ति हो देश निर्माणको निम्ति हो र यो जनादेश राष्ट्र निर्माणको निम्ति सदुपयोग रहोस् राष्ट्रसभालाई शुभकामना दिन चाहन्छु प्रतिपक्ष भनेको विरोधको लागि मात्रै होइन सकारात्मक सन्देशको निम्ति पनि हो र चेतनात्मक आलोचनाको निम्ति पनि हो राष्ट्र निर्माणको निम्ति यो देश निर्माणको निम्ति र जनताको हक अधिकारको निम्ति जनतालाई साँच्चै अवस्था परिवर्तन हुन्छ गरिब उन्मूलन हुनुपर्छ भने सबै नेता बन्नुपर्छ भन्ने छैन देश निर्माण गर्नुपर्छ त्यसमा हाम्रो सकारात्मक सहयोग रहनेछ हजुरलाई धेरै धेरै बधाई छ पहिलोपटक सङ्घीय सांसदको रूपमा संसद भवनभित्र प्रवेश गर्दै हुनुहुन्छ धन्यवाद खास गरेर एकदम ठुलो जिम्मेवारीका साथ एउटा नेपाली नागरिकले यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई एउटा ऐतिहासिक सफलता एउटा ऐतिहासिक मत एउटा ऐतिहासिक जिम्मेवारी दिएर पठाउनु भएको छ यो जिम्मेवारी बोध हामी सबैले गरेका छौँ मैले पनि इक्वली गरेको छु राम्रो चाहिँ पर्फर्मेन्स गर्ने सबैले चाहिँ आशीर्वाद दिनुभएको छ त्यो अनुसार मेहनत गरेर काम गर्छ धेरै धेरै शुभकामना के भन्न चाहनुहुन्छ होइन असाध्यै एउटा जीवनको मेरो मात्रै होइन पार्टी जीवनको र राष्ट्रको एउटा महत्त्वपूर्ण क्षणमा हामी उभिएका छौँ म सम्पूर्ण साथीहरूलाई शुभकामना दिन चाहन्छु मेरो पार्टीका र अन्य पार्टीका सबै साथीहरूलाई शुभकामना दिन चाहन्छु जेएनजी आन्दोलनको जगमा उभिएको यो संसद जो अब सुरुवात हुन गइरहेको छ जसको शपथ आज हामी लिन गइरहेका छौँ हामी सबैले यो पदको गरिमा राख्न सकौँ म सबैलाई शुभकामना दिन चाहन्छु र नेपाली जनतालाई बधाई दिन चाहन्छु रमेश सर कुन भाषामा तपाईँ शपथ लिनु हुँदै हुनुहुन्छ यो पनि भनिदिनु यहाँ हुन त म मेरो राष्ट्रिय भाषा नेपालीमै शपथ लिँदैछु र मेरो त मदर टङ पनि नेपाली नै हो त्यस कारण नेपाली भाषामै शपथ लिँदैछु अब यो आजको चाहिँ तपाईँलाई दिएको यो म्यान्डेट भनेको देशका जनताहरूले चाहिँ केही गरौँ भनेरै दिएको म्यान्डेट हो तपाईँले त्यो पुरा गर्नुहुन्छ जस्तो लाग्छ हामी सकेको गर्छौँ नराम्रो गर्दैनौँ आफू पनि बेइमानी गर्दैनौँ र कसैलाई गर्न पनि दिँदैनौँ भन्ने सङ्कल्प लिएर आएका छौँ पहिलोचोटि सदनभित्र प्रवेश गर्दै हुनुहुन्छ सही भन्दा पनि जिम्मेवारी छु यो माटोले हामीलाई सेवकको रूपमा अगाडि ल्याएको छ अब यो माटोको सेवा गर्नुपर्छ अब यो माटो तपाईँले माटोमा वर्षौँ खेल्नु पनि भएको छ माटोमा वर्षौँ लड्नु पनि भएको छ अब जनताले केपी खनालबाट धेरै अपेक्षा गरेका छन् त्यो अपेक्षा पुरा होला जवाबदेहिता इमान्दारिता र निरन्तरताले सायद पुरा हुन सक्छ एउटा रेसलर खेलाडीबाट संसदको यात्रा गर्दै हुनुहुन्छ होइन कस्तो महसुस भइरहेछ महसुस भन्दा पनि अहिले चाहिँ जिम्मेवारी थपिएको छ होइन र अब चाहिँ जति पनि जनताले हामीलाई
यत्रो आश भरोसा गरेर यो ठाउँमा पुगाउनु भएको छ। जनताको आवाज चाहिँ अब संसदमा पुगाउने मेरो तपाईँले कस्ता खालको एजेन्डा उठाउनुहुन्छ संसदमा? तपाईँको एजेन्डा चाहिँ के राख्नु? मेरो एजेन्डा भन्दा पनि जनताको जति पनि मर्मको कुराहरू छ, जनताले हामीलाई सल्लाह सुझाव दिनुहुन्छ, त्यसलाई नै हामीले चाहिँ संसदमा उठाउने हो। त्यसलाई अझै हामी राम्रोसँग उठाउँछौँ र सरकारले गरेका हरेक काम, राम्रा कामलाई हामी समर्थन गरेर अगाडि बढाउँछौँ र देश र राष्ट्रको हितमा नहुने काम भए पनि हामी कमै भए पनि हामी संसदमा त्यसको दरोका रूपमा खुट्टा टेकेर अगाडि बढ्छौँ र देशले नयाँ युवा साथी र नयाँ नेतृत्व परिवर्तन गरेको छ। यो अत्यन्त खुसीको कुरा छ र मुलुकलाई अब सुशासनको बाटोमा विधिको शासनमा अगाडि बढाउनका लागि जुन भूमिका हामीले खेल्नुपर्ने त्यो खेल्छौँ। हामी हिन्दू राष्ट्रको माग गर्नेहरूले भागवतको त सम्मान गर्नुपर्छ जस्तो लाग्छ। नमस्कार, स्वागत छ। अब पहिलोपटक प्रवेश गर्दै हुन्छ संसद, कस्ता छन् अनुभवहरू? अब कतिको खुसी उत्साहित हुनुहुन्छ, के छ? एकदमै उत्साहित छु, जिम्मेवार पनि महसुस गरेको छु। अब भूमिका कस्तो हुन्छ तपाईँहरूको? अब यो पटक अलिक थोरै सिटका साथ हुनुहुन्छ, अघिल्लो पटक चाहिँ एकपटक सरकार पनि जानुभएको थियो, अब यो पटक त्यस्तो स्थिति पनि छैन। यस्तो हो, प्रतिपक्ष भनेको सङ्ख्याले यसको चाहिँ महत्त्व झल्काउँदैन होइन, र प्रतिपक्ष भनेको एउटा चाहिँ गलत भाष्य के सृजना गरिएको छ अहिलेसम्मको संसदीय अभ्यासमा भने विरोधै मात्रै गर्ने हो होइन, तपाईँको संसद घेराउने मात्रै गर्ने हो भन्ने मात्रै छ, त्यो होइन। प्रतिपक्ष, असल प्रतिपक्ष र बलियो प्रतिपक्ष भनेको जसले रचनात्मक रूपमा सरकारलाई सहयोग गर्छ, राष्ट्रको हितमा हुने कुराहरूमा जसले राष्ट्रलाई सहयोग गर्छ, त्यो पनि महत्त्वपूर्ण भूमिका हो, त्यो हामी निभाउँछौँ। र राष्ट्रको अहित हुने खालको कुनै पनि निर्णयको विरुद्ध सशक्त भएर हामी बुलन्द आवाज लिएर उभिन्छौँ। यो सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने के छ तपाईँहरूको? त्यो त यस्तो हुन्छ, सरकारले कस्ता एजेन्डा लिएर अगाडि जानुहुन्छ होइन, त्यो त अब सदन चाहिँ तपाईँको अधिवेशन सुरु भएपछि पनि थाहा हुन्छ। तर मैले अघि पनि भने देशको हितमा हुने, जनताको हितमा हुने सबै कुरामा सहकार्य गरिन्छ। अहित हुन्छ, राष्ट्रको सार्वभौम सत्तामा लिएर केही अहित हुने देखियो भने हामी चाहिँ त्यसको विरुद्ध पनि हुन्छौँ। जस्तो हिजो जुन खालको प्रतिवेदन चाहिँ विभिन्न सञ्चार माध्यमहरूले सार्वजनिक गरिने, यो प्रति तपाईँको बुझाइ के छ? यो अत्यन्तै लज्जास्पद र हाम्रो संरचना र हाम्रो प्रणाली कति कमजोर रहेछ भन्ने कुरा चाहिँ हामीले महसुस गर्नुपर्छ। किनभने राज्यले, सरकारले आधिकारिक रूपमै तपाईँको सार्वजनिक नगरिकन जसरी मिडियामा आयो, यो हाम्रो चुहावटको संस्कार चाहिँ जति सरकार बदलिए पनि गएको देखिएन होइन। त्यसले गर्दाखेरि यस्ता किसिमको चाहिँ चुनौती हामी बिच नै छ क्या सबैभन्दा पहिला होइन। कसै न कसैले त यो चुहायो बाहिर होइन, भनेपछि यो समस्या हामी भित्र छ। हामीले हाम्रो चरित्र, आचरण र इमान्दारी चाहिँ अब परिवर्तन गर्न सकेनौँ भने यो चाहिँ अत्यन्तै दुर्घटनातर्फ उन्मुख हुन्छ। र सबैभन्दा कुरा यो एकदमै वेग हिसाबमा रिपोर्ट आइरहेको छ, यसलाई चाहिँ अझ बलियो तरिकाले अनुसन्धान गर्न बाँकी छ। रस चाहिँ कतिको, त्यसमा चाहिँ कतिको सत्यता देख्नुभयो? अब आधिकारिक नआइकन मैले त्यसलाई नै सत्य मान्ने कुरा त भएन होइन, तर पनि अहिले सरसर्ती हेर्दाखेरि त्यसले चाहिँ एकदम वेगली काम गरेको, आफ्नो दायराभन्दा बढी काम गर्यो जस्तो लाग्छ। संसदमा हाम्रो सङ्ख्या भएन, प्रतिपक्षको रूपमा हामीले कुरा राख्यौँ, तर हामीले राखेका कुराहरू मुद्दामा मात्रै सीमित रहे। हामीले निर्णायक बिन्दुमा पुर्याउन हामीसँग सङ्ख्या पुगेन। सङ्ख्या चाहिँ पुर्याइदिनुहोस् है भनेर हामीले जनतासँग आह्वान गऱ्यौँ, त्यो अनुरूप उहाँहरूले मत पनि हाल्नुभयो। त्यस कारणले अब एकदमै धेरै उहाँहरूले अपेक्षा गर्नुभएको कुरा पुरा गर्ने कुरामा चाहिँ हामी प्रतिबद्ध रहनुपर्छ। म त्यही माइन्डसेटमै छु। अब आज त्यो विषय होइन, आज चाहिँ शपथ ग्रहणको सान्दर्भिक विषयमा चर्चा गरौँ। पार्टीले छलफल गर्दैछ अहिलेलाई, मैले यतिले भने प्रतिवेदन सार्वजनिक भयो त्यो कार्यान्वयन हुन्छ कि के हुन्छ? त्यो बारेमा हामी एकैछिनमा कुरा गर्नुपर्छ त भन्दाखेरि हामीले यसरी हेर्नुपर्छ। संसदमा छिर्दाखेरि प्रतिपक्ष सत्तापक्ष भन्दा पनि सबै सांसदले आफ्नो भूमिका चाहिँ इन्डिभिजुअलिस्टिक हिसाबले उठाउनुपर्छ। त्यो भनेको जनता र देशको हितमा हामीले जहिले पनि कुरा उठाउनुपर्छ, इमान्दार र निष्ठापूर्वक। त्यही कारणले गर्दाखेरि हामी कुन बेन्चमा छौँ, कस्तो छौँ भन्ने कुरा भन्दा पनि जहिले पनि जनताको आवाज हामीले संसदमा र समितिमा उठाइराख्नुपर्छ। म त्यही हिसाब, त्यही कुराहरू मैले प्रभावकारी ढङ्गले उठाउँछु भनेर म यहाँ तपाईँहरूको समक्ष म भन्न चाहन्छु। एकदम धन्यवाद। सङ्घीय संसद भवन सिंहदरबारमा आज 274 सांसदहरूको शपथ ग्रहण हुँदैछ। अहिले सांसदहरू यहाँ आउने क्रम जारी रहेको छ। सबै कुराहरू चेक गर्नुपर्नेछ। केही दिन पश्चात तपाईँहरूले देखिहाल्नुहुन्छ अनि मलाई त्यस पश्चात तपाईँहरूले जज गर्न सक्नुहुन्छ। तपाईँ कानुन मन्त्रीमा जाने भन्ने कुरा पनि आइरहेको छ नि? होइन, त्यस्तो त केही पनि छैन।
संसद प्रवेश गर्दै हुनुहुन्छ, कस्तो छ उत्साह? उत्साह स्वाभाविक रूपमा छ, किनभने पहिलोपटक यो भूमिकामा निर्वाह गर्दैछु, आज शपथ लिँदैछु, त्यस कारणले स्वाभाविक रूपमा त्यो रहन्छ। अब अरूमाथि प्रश्न उठाउनु हुन्थ्यो, जवाफ दिने ठाउँमा पुग्नुभयो। अहिले पनि प्रश्न उठाउने हो नि, म त अहिले कार्यकारी भूमिकामा छैन होइन, म अहिले मात्र के भने संसदको रूपमा छु। संसदको रूपमा नि मैले जनताका मुद्दा के पुर्याउने हो, प्रश्नै उठाउने, प्रश्न गर्ने नै हो र केही जवाफ पनि दिने हो। फेरि यसको मतलब चाहिँ म प्रश्नभन्दा बाहिर रहन्छु भन्ने चाहिँ होइन। त्यस कारणले यसपटक प्रश्न र जवाफ नयाँ जोसका साथ संसद प्रवेश गरिरहनु भएको छ। साँच्चै देश परिवर्तन भएको हो? राजनीतिक रूपमा परिवर्तन भएको यसपटक। राजनीतिक रूपमा परिवर्तन भइसकिसकेपछि यसले संस्थागत रूप धारण गर्छ। संस्थागत रूप धारण गर्दै गर्दाखेरि देश पनि परिवर्तनको बाटोमा त गइहाल्छ। परिवर्तन भनेको मतलब देश नेपाल अर्को रूपमा जाने होइन कि यही रूपमा यहाँ भएका व्यतिथिहरू अन्त्य गर्ने भने। खास गरेर डेलिभरको कुरामा एकदमै सुशासन नियन्त्रण। तपाईँहरूले शपथ लिँदै गर्दा जेनजी आयोगको प्रतिवेदन अनअफिसियल तरिकाले अफिसियल प्रतिवेदन सार्वजनिक भयो। त्यो भए पनि नभए पनि अब जसरी आयो त्यो एउटा कुरा रह्यो, तर आएकै थिएन भने त्यसको अक्षरशः पालना हुन्थ्यो, त्यसमा गर्नै पर्यो। रमेश लेखक खापुङहरू जेल जान्छन्? होइन, प्रतिवेदनले जे भनेको छ त्यसलाई अक्षरशः अगाडि बढाउनु पर्ने हुन्छ। त्यसपछि न्यायिक प्रक्रियामा जाने कुरा हुन्। बाँकी कुरा भनेको त्यहाँबाट जे फैसला हुन्छ त्यही चिज हुन्छ। धन्यवाद। चाहिँ काममा गर्नु छ कि अब हामीलाई त्यो अधिनायक घमण्ड गरेर जनताले गरे हो भने त जनताले चाह्यो भने त जुन बेला पनि हाम्रो अर्थमन्त्रीका हिन्दी शर्माका पनि हुनुहुन्छ। भावी अर्थमन्त्री कस्तो छ? प्रवेश दोस्रो पटक निर्वाचित सांसद हुन पाउँदा साथै गौरवान्वित छ। हामीलाई चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई जुन ऐतिहासिक जनादेश प्राप्त छ त्यसको लागि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, सम्पूर्ण नेपालीहरू र विदेशमा रहनुहुने नेपाली मूलका होइन दाजुभाइ दिदीबहिनीहरूको पनि ठुलो सौहार्दता समर्थन रह्यो। त्यसले हामीमाथि एउटा ठुलो जिम्मेवारी आएको छ। त्यसलाई न्याय गर्ने गरेर हामी अगाडि जान्छौँ। म आफै विजयी हुनमा चाहिँ तनहुका आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई म सम्झना चाहन्छु। बजेट निर्माणको तयारी कस्तो भइरहेछ? I'm taking oath as a member of parliament today. The priority of this government. नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डको लोकतान्त्रिक गणतन्त्रको संविधान अन्तर्गत जो साथीहरूले बहुमत ल्याएर सरकार बनाउँदै हुनुहुन्छ उहाँहरूलाई बधाई र शुभकामना। जुन सिट अझै बाँकी छ तपाईँको सहयोग रहन्छ कि रहन्न के छ? अलिक संविधान संशोधनमा सकारात्मक काम पछाडि दललाई हाम्रो समर्थन हुन्छ राम्रा कुराहरूमा। हामी रचनात्मक प्रतिपक्षीय भूमिका खेल्छौँ। जेनजी आन्दोलन पछिको नवयुवाहरूको भावना व्यक्त भएको छ, खासै सुशासनको पक्षमा राम्रो काम गरोस्, त्यसमा हाम्रो पुरै समर्थन हुन्छ। समृद्धिको पक्षमा काम गरोस्, डेलिभरीको पक्षमा काम गरोस्, त्यो हाम्रो समर्थन हुन्छ। हामी रचनात्मक प्रतिपक्षीय भूमिका खेल्छौँ। तपाईँ अलिकति अनुभवी राजनीतिज्ञहरू थोरै सङ्ख्यामा हुनुहुन्छ। संसदीय अभ्यासको कुराहरू गर्दाखेरि अलिकति नयाँको कस्तो हुन्छ पर्खर हेरेको अवस्था भनेर पनि मान्छेले भनिरहेका छन्। तपाईँहरूको चाहिँ प्रतिपक्षी मतका हिसाबले सानो दल भए तापनि तपाईँहरूले संसदमा देखाउने भूमिका चाहिँ
यो नयाँ राष्ट्रवादप्रति कस्तो हुन्छ? हाम्रो रचनात्मक हुन्छ। हिजो पनि हामी सरकारमा पनि पटक काम गरेकै हो। चिनेकै साथीहरू हुनुहुन्छ, मुख्य लिडरहरू, उहाँहरूको सोच्ने तरिकाहरू, काम गर्ने तरिका हामीलाई थाहा छ। राम्रो काम गर्नुहोस्, हाम्रो शुभेच्छा छ। पटक संसदको यात्रा तय गर्दै गर्दा कस्तो अनुभूति भइरहेछ यहाँलाई? एकदम जिम्मेवारी, किन भन्दा पहिला जुन चिजहरू गर्न खोज्दाखेरि अलिकति अप्ठ्यारो असहजता थियो, अहिले जे आम नागरिकलाई गरेर देखा भन्ने खालको एउटा म्यान्डेट दिनुभएको छ। त्यसले एकदम जिम्मेवार, सबैलाई समेटेर कसरी लाने होइन, विवादहरू समस्याहरूलाई चाहिँ कसरी कुन प्रणालीबाट सम्बोधन गर्दै जाने, कोही पनि नछुटोस्, सबैलाई राज्य आफ्नो हो, सरकार आफ्नो हो भन्ने अनुभूति दिलाउनु पर्ने कुरा छ होइन। सो त्यसले गर्दा एकदमै जिम्मेवार महसुस भएको छ। अब यसले चाहिँ अझ विनम्र भएर अगाडि बढ्नुपर्छ जस्तो संख्या पुगेन भन्नुहुन्थ्यो, ध्यानमै पुऱ्याइदिए थोरै आम नागरिकले मजाले त्यही त त्यसले गर्दाखेरि नै अझ जिम्मेवार। किन भन्दा मलाई कस्तो लाग्छ भन्दा यो सङ्ख्या शक्तिको स्वरूपमा होइन कि होइन, सेवाको स्वरूपमा चाहिँ हामीले काम गर्न सक्नुपर्छ जस्तो लाग्छ मलाई होइन। शक्ति केन्द्रित होइन कि सेवा केन्द्रित होइन, आम नागरिकहरूको पनि अपनत्व हुने गरेर काम गर्न सक्नुपर्छ। आफूसँग शक्ति भएपछि शासकहरू बिग्रिने, माथिने, मैमत्ता गर्ने जस्तो देखिन्छ। जस्तो योभन्दा अगाडिको सरकार केपी ओली सरकारको पनि त्यस्तै थियो। त्यस्तो उन्माद चाहिँ चर्चा चर्दैन तपाईँहरूलाई? अनि तपाईँले भन्नुभएको चिज कस्तो भन्दा पहिलादेखि नै इतिहास पनि साक्षी छ होइन। जब यस्तो खालको व्यवहारहरू भयो भने आम नागरिकहरूले, जनताले कहिले पनि यो चिजलाई रुचाएका पनि छैनन् र यसको तपाईँको प्रतिवाद पनि गरेका छ। त्यसले गर्दा 21औं शताब्दी अहिले विश्व भनौँ न एउटा चरणमा गइरहेको बेला चाहिँ शासकको शक्तिको हिसाबले होइन कि सेवाको हिसाबले आम नागरिकहरूको पनि त्यो एउटा अपनत्व होस् राज्य विकास सरकारमा होइन। त्यसले गर्दा अहिले चाहिँ विनम्र भएर नै अगाडि बढ्नुपर्छ। भूमिकामा देखिन पाइन्छ कि पाइँदैन? सरकारमा देख्न पाइन्छ? हेरौँ, आज पार्टीको केन्द्रीय समितिको बैठक छ होइन, त्यहाँ साथीहरूले सल्लाह गर्नुहुन्छ पार्टीले कस्तो खालको म्यान्डेट दिन्छ। देशका प्रधानमन्त्री यति बेला यहाँ शपथ लिनको लागि संसदको सदस्यले आउनुभएको छ। आज उहाँले संसद लिनेछ। भोलि उहाँलाई भित्र जान पनि हामी परिराखेको बालेन आउँदा यस्तो यो हो के यो? प्रतिनिधि सभामा रवि लामिछाने आइपुगे पछाडिको यो दृश्य हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले संसद भवनभित्र प्रवेश गरेका छन्। उनले मिडियालाई कुनै प्रतिक्रिया नदिकन अहिले संसद भवनभित्र प्रवेश गरिसकेका छन्। ज्याकेट किन भनौँ उठेर ज्याकेट खाइरहेको छ। नपिलो भाइ यतिकै बस्नु भाइ, यतिकै बस्नु, कोही नहाल्यो। ठिक छ ठिक शपथ लिनुभएको शपथ लिँदै हुनुहुन्छ 108 बालेन शाह शपथ ग्रहण गरेर फर्किँदैछन्। यहाँ मिडियाको आफै नै उहाँ गाडी ड्राइभ गरेर जाँदै हुनुहुन्छ। हामी प्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह
यो नवनिर्मित संसद भवनमा शपथ ग्रहण गरिसकेपछि यसरी आफै गाडी ड्राइभ गरेर निस्किनु भएको छ भने उहाँको सुरक्षाका निम्ति यो गाडी काम चाहिँ जनताको सम्मुख देखाउने गरी काम कसरी गर्छ? दुईवटा कुरा छ। एउटा कानुन निर्माण समयका विषय कानुन निर्माण गर्नुपर्नेछ जुन हामी संसदबाट गर्छौँ र संसदले कानुन निर्माण गरिसकेपछि त्यसलाई 100% कार्यान्वयन गर्नको लागि सरकारले चाहिँ त्यसको कामहरू अगाडि बढाउँछ। त्यस भएर संसद र सरकार योपालि एकदमै मजाले त्यो सिनर्जीको साथ काम गर्छ भन्ने विश्वास गरौँ। जनताले पनि अपेक्षा त्यही गर्नु भएको थियो, त्यही अनुरूप। संसदमा तपाईँ अभ्यास त हुनुहुन्छ, झन्डै 3.5 वर्ष तपाईँले अभ्यास गर्नुभयो संसदमा। संसदमा धेरै कामहरू बाँकी छ, कानुन निर्माणका कामहरू छ, त्यतिकै अल्झिएर बसेको अवस्था छ। अब यो बनाउने काममा तपाईँ राजसभालाई चाहिँ जनताले मत दिएर पठाएको छ। अब ती कामहरूमा विलम्ब हुन्छ कि फटाफट अगाडि बढ्छ? एकदम फटाफट द्रुतगतिका साथ अगाडि बढ्छ। सभामुखमा चर्चा छ नि मान्यज्यू हजुर। अहिले अब त्यो विषय कुरा नगरौँ किनभने पार्टीले निर्णय मतलाई यहाँले कसरी लिनु भएको छ? एकदम धेरै के अरे धन्यवाद भन्न चाहन्छु। तपाईँ आफैले चाहिँ आफैलाई भावी प्रधानमन्त्री पनि भनेर अघि सार्नु भएको थियो। भावी प्रधानमन्त्री त यसपल्ट भन्न सक्नु भएन, अब बन्ने सङ्ख्या भएन। अब अर्कोपल्ट चाहिँ यहाँको के प्लानिङ हो? त्यो त म अहिले पनि भनिरहेको छु। त्यो भन्न पाउँछ राजनीति गर्ने मान्छेले होइन, सर्वोच्च स्थानमा पुग्ने उद्देश्य राख्नुपर्छ है, त्यसलाई अन्यथा मान्नु हुँदैन। एउटा पार्टीको अध्यक्ष भएको नाताले अब सबै अरूले पनि भने त्यसमा मैले पनि भने त्यसमा ठुलो कुरो छ र जनताले जे के अरे अहिले निर्णय गर्नुभयो त्यसलाई हामीले सहर्ष स्वीकार्नुपर्छ, सम्मान गर्नुपर्छ। तपाईँ धरानको उपमेयर हुँदाखेरि अलिक फरक ढङ्गले प्रस्तुत हुनुभएको थियो, मेयर हुँदाखेरि अलिक फरक ढङ्गले प्रस्तुत हुनुभएको थियो, अलिक नमुना बन्नुभएको थियो। अब यो संसदमा पनि तपाईँको भूमिका के रहन्छ, तपाईँको जिम्मेवारी के रहन्छ? त्यही हो, हामी सरकारलाई तपाईँको चाहिँ प्रतिपक्षमा रहेर प्रश्न गर्छौँ, सहयोग गर्छौँ। सरकारले गर्नुपर्ने काम जे छ त्यसलाई चाहिँ एउटा प्रतिपक्षले पनि सहयोगै गरिआउँछ होइन। आलोचनाबाट पनि हामी सिकिरहेको हुन्छौँ, विरोधहरूबाट पनि सिकिरहेको हुन्छौँ, कता जाँदैछौँ भन्ने कुराहरू हामीलाई निर्धारण गरिदिन्छ। त्यसले गर्दाखेरि हामी सरकारलाई यो देशलाई सघाउने पक्षमा नै छौँ।
त्यसको कारणले पोजिसनमा रहेर धरानको मेयर हुँदाखेरि यहाँले चाहिँ पानीको विषय धेरै उठाउनु भयो, पानीको केही हदसम्म यहाँले समाधान पनि गर्नुभयो। अब चाहिँ देशकै मुद्दा उठाउने होला नि त, देशको मुद्दा चाहिँ के छ भनेर तपाईँले यो मुद्दा चाहिँ म उठाउँछु भन्ने त्यो तपाईँले योजना त बनाउनु भएको होला नि। त्यो त अब किन नहुने, चुनाव लडेर आएको कुनै न कुनै एजेन्डा नबोकी त चुनावमा कसरी हामी अब पानीको कुरा भन्नुभयो, पानीको कुरा अब मैले धरानको प्रमुख भएर धरानको पानीको कुरा गरेँ। अब देशकै पानीको कुरा गर्छु, देशभरि नै खाने पानी चाहिँ थोरैमा पनि होइन वितरण गर्न सक्नुपर्छ। थुप्रै छन् त्यस्ता पालिकाहरू जुन पालिकामा समस्या नै समस्या छ, खानेपानीको जर स्थिति छ है। त्यसले गर्दाखेरि अब स्वच्छ खानेपानी को पहुँच हुनुपर्छ, सबैलाई हुनुपर्छ, निचदेखि तपाईँको महाकालीसम्म सबै। 3.5 वर्ष यहाँले प्रमुख भएर धरानमा बिताउनु भयो, यहाँको अनुभव छ कर्मचारीले काम नगर्दो रहेछ कि राजनीतिक नेतृत्वले काम नगर्दाखेरि चाहिँ ढिलासुती हुँदो रहेछ, सेवा गरेर चाहिँ दुःख पाउने अवस्था चाहिँ कसरी पाउँदो रहेछ? यस्तो छ, नेतृत्व अनुसारको कर्मचारी हुन्छ। नेतृत्व पनि अब ठग दलाली गरेर बस्ने, भ्रष्टाचार गर्न खोज्ने होइन, कामचोर टाइपको नेतृत्व गयो भने कर्मचारीले त्यसै गरिहाल्छ। त्यसले गर्दाखेरि डिपेन्ड्स अन द लिडर होइन, लिडर हामी कस्तो हुन्छ, सरकार कस्तो हुन्छ भन्ने हिसाबले होइन, सरकारको नेतृत्व कस्तो हुन्छ, पालिकाको नेतृत्व कस्तो हुन्छ भन्नुभन्दा इन टोटल जनताले चुनेर पठाएको जनप्रतिनिधि कस्तो हुन्छ भन्ने अनुसारको कर्मचारी हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर आफ्नो जनलहर ल्याइराख्दाखेरि तपाईँको जनलहर चाहिँ कोशी प्रदेशमा व्यापक रूपमा देखियो। अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुईजना सांसद चाहिँ संसदमा चाहिँ आवश्यक पर्छ के को लागि, संविधान संशोधनदेखि लिएर कानुनहरू निर्माणको लागि तपाईँको सहकारी हुन्छ कि हुँदैन? यस्तो छ, कानुन निर्माण त अब सामान्य कानुन निर्माण त त्यसैले पनि हुन्छ होइन, त्यो दुई तिहाई नै चाहिन्छ भन्ने हुँदैन। संविधान नै संशोधन गर्ने हिसाबको अलिकति ठुलो फेरबदल गर्दाखेरि चाहिने कुरा हो अहिलेको व्यवस्था। अब त्यो के प्रपोजल लिएर आउनुहुन्छ उहाँले, प्रस्ताव के राख्नुहुन्छ त्यसमा फरक पर्छ। प्रस्ताव राम्रो खालको राष्ट्रहितको कुरा होइन, सबैलाई हुने खालको तपाईँको चाहिँ के अरे देश र जनताको उन्नति रक्षा गर्ने खालको कुराहरूमा उहाँले ल्याउनुहुन्छ, त्यसमा हामी सहयोग गरिहाल्छौँ नि। भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीसँग यहाँको सहकारी हुन्छ? सहयोग गरिँदैन, नहुने कुरामा सहयोग। मैले अघि भने त हामी सधैँभरि सृजनात्मक सहयोग होइन र आलोचनात्मक समर्थन गर्दै बस्छौँ, त्यहाँ प्रश्नहरू सोध्छौँ, दरफरै हुन्छ हाम्रो प्रश्नहरू, त्यसमा चाहिँ अब सरकारले तलमाथि गर्दैन। भनेपछि तपाईँको अबको 5 वर्षमा संसदमा प्रतिपक्षको भूमिकामा चाहिँ सरकारलाई खबरदारी हुन्छ। म्यान्डेटै त्यही हो त, हामीले प्राप्त 3 सिट प्रत्यक्ष जितेर सरकारमा जाने भन्ने म्यान्डेट हुन्छ, त्यो लाग्नु भन्दा नि। तपाईँले सरकारको अफर गर्यो भने के भन्नुहुन्छ? त्यही त म्यान्डेट होइन, त्यो मेरो व्यक्तिगत इच्छा र आकाङ्क्षाले केही पनि फरक पार्दैन क्या। म्यान्डेट के हो, जनताको इच्छा र आकाङ्क्षा के हो, जनताको जनादेश के हो भन्ने कुरो ठुलो हो, र जनादेश चाहिँ के छ भने प्रतिपक्षमा रहेर काम गर भन्ने हो हामी। त्यसले गर्दा एउटा अन्तिममा भनिदिनुहोस्, यस पटकको निर्वाचनमा रासपा र श्रम संस्कृति पार्टीलाई जनताले रुचाए, पुराना राजनीतिक दलहरू निकै कमजोर भयो, यसको समीक्षा कसरी गर्नुहुन्छ? त्यो चाहिँ अब एउटा परिवर्तन चाहेको यही जनताले, नेपाली जनताले त्यो परिवर्तन चाहिँ देखिएको छ प्रकट रूपमा। अब हामीले जुन काम गर्छौँ होइन, अब यो हाम्रो कामले चाहिँ फेरि पुरानै खालको शैलीमा जनतालाई दुःख दिने खालको होइन, ढिला सुस्ती र विकासका कुरामा हामी भुलिरह्यौँ भने फेरि तपाईँको चाहिँ जनताले हामीलाई पनि दण्डित गर्नुहुन्छ। त्यसले गर्दाखेरि हामीलाई त्यो पहिला गरिएका गल्तीहरू जुन भएका थिए ती गल्ती दोहोऱ्याउने छुट छैन। हामीलाई अविकास गर्ने होइन, बहानाबाजीमा यो त्यो भनेर दिन बिताउने हामीलाई तपाईँको हस् धन्यवाद।